नमस्कार। आज हाम्रो 5औं हिले महोत्सवमा सबै सङ्घ संस्था, सबै आमा समूह, सबै दर्शकहरू आउनुभएको छ। मलाई एकदम खुसी, हामी सबै खुसी छौँ। हजुरहरू हुनुहुन्छ कि हुनुहुन्न? ताली बजाउनुहोस्। खुसी हुनुहुन्छ भने ताली बजाउनुहोस् सबैले। सबै हाम्रा दिदीबहिनीहरू आउनुभएको छ। आमा कस्तो लाग्यो हाम्रो हिले महोत्सव? राम्रो लाग्यो। ताली बजाउनुहोस्। राम्रो लाग्यो, सबले ताली बजाउनुहोस्। एकदम रमाइलो। असारे गीत गाइदिनुहुन्छ एउटा? लगाउन आउनु। सबैलाई नमस्कार। एकदम भरेसँग बसेर रमाउनु होला। सबै एकदम यो हिले महोत्सवमा रमाउनु होला है। नमस्कार भन्नु सबैलाई। ल 5औं हिले महोत्सव कि देवीथान विष्णुबहादुरको माता कि हामी सबै दर्शक कि जय जय हो। अचारै साँध्यो विचारै साँध्यो पहेँलो बेसारा पूर्वको ढोकारी हेर्दा लाएछ सारा, लाएछ सारा पूर्वको ढोका उवारी हेर्दा लाएछ सारा। जय होस्, जय जय होस्। सबैलाई भरेसम्म रमाउनु होला है। हामी मनुष्यको जीवन बाँचे मात्रै रमाउने हो। खुसी आफैले खोज्ने हो, कसैले भारी बोकाएर दिँदैन। आफैभित्र खुसी उमङ्ग जति नाच्यो उति बाँच्यो। खुसीसँग नाच्नुपर्छ, बाँच्नुपर्छ है। असारे रमाइलो पहिलाको भन्दा अहिले त रमाइलो। हामी त जान्दैनौँ धेरै, कति रमाइलो हेर्न मात्रै आएका हौँ। असारे 15का गीत असारा मासा दल्दबे छिमालाई गिलायो, छिमालाई गिलायो पातली नानीलाई फरिया दिँदा हबिसारी लायो। खेलाइटा साँचो बेलाउती काँचो छबिसारी लायो। हातको मैलो सुनाको थैला के गर्यो दानाले, के गर्यो दानाले सागर सिस्नो खाएको भेष आनन्दी मनले। असार माछा कुटेका चिउरा म कति साँचु र, असार माछा कुटेका चिउरा म कति साँचु र, सौताको हात 2 कुड्की भात म कति बाँचु र, म कति बाँचु र, सालाको पाता 15का चिउरा चाखेर राखुला, खुसी राख्छौ यो असार माछा खुसी नै बनाउँला।
अहिले चाहिँ चामल बाँड्छ चामलको दाना बाँड्छ साडी लाएर आए भने कालो चस्मा लाए भने फलक्कै ढल्छ केटो दरन्दर। Hi, my name is Rafika Tamang and I'm here in the field with my friends over here. We're just doing planting some rice here, and we are really happy that we get to learn new things here. Some of my friends here are just putting growing them in. Some of them are picking them. Some of them are we're having really fun, and thank you. हामीहरु चाहिँ धान रोप्न आएको स्कुलबाट अनि यहाँ चाहिँ धान रोपिरहेछ धेरैले। धन्यवाद। आजका कार्यमा त्यस्तो हुनुभएको छ। आफै पनि किसान सहित उपस्थित गराइदिनु हुन म विनम्र अनुरोध गर्न चाहन्छु। त्यस्तै गरी अब हामी कार्यक्रमलाई अगाडि बढाउन गइरहेका छौँ। खुल्ला महिला रिले दौड प्रतियोगिताबाट सम्पूर्ण महिला